18 वर्षीय युवा गगन खड्का अस्थायी आफ्नो जीवनबाट, जसले यतिबेला नेपालभर सञ्चालन भइरहेको एसी परीक्षाको विज्ञान विषयको पूर्व तयारी गरिरहेका थिए। लाउँ लाउँ खाउँ खाउँ भन्ने उमेरका गगन खड्काको यसरी भयो मृत्यु। दर्शकबिन, दैलेखका 18 वर्षीय युवा गगन खड्काले चैत्र 9 गते राति गोठमा भैँसी बाँध्दै थिए। सानैदेखि खेल्दै आइरहेको त्यो गोठमा गगनले राति भैँसी बाँध्ने क्रममा आकाशबाट खसेको चट्टान गगनको टाउकोमा आइपुग्यो। चट्टान लागे पश्चात गगन बेहोस भए। त्यसपछि गगनलाई उपचारको लागि दल्लु अस्पताल लगिँदै थियो। अस्पताल नपुग्दै गगन अस्थायी आफ्नो जीवनबाट। लाखौँ इच्छा अनि चाहना बोकेका गगन रहेनन् यो संसारमा। भाग्य पनि कस्तो उनको, मात्र 18 वर्ष पुगेका थिए। शिक्षित व्यक्तित्वको पहिचान दिलाउन एसी परीक्षामा 3वटा विषयको परीक्षा दिइसकेका थिए। बाँकी 4वटा विषयको त परीक्षा समेत दिन पाएनन्। मृतक गगनको परिवारमा ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् र मृतक गगनको वैकुण्ठमा बास होस्।